भने त सबैभन्दा पहिला हामीलाई कलर कोड थाहा हुनु पर्यो हैन। कलर कोड थाहा हुनको लागि जस्तै बीबी रो ए जीबी बीजीडब्ल्यू भने यतिवटा कोड अहिलेको लागि चाहिँ यतिवटा कलर याद गर्यो भने भइहाल्छ। जसको मतलब बी भनेको हाम्रो के हुन्छ, बीएलएसी के हुन्छ, अनि अर्को बी भनेको हाम्रो ब्राउन हुन्छ, अनि आर भनेको हाम्रो रेड हुन्छ, अनि ओ भनेको हाम्रो ओरेन्ज हुन्छ, र वाई भनेको येल्लो, जी भनेको ग्रीन, बी भनेको यू, अनि भी भनेको भायोलेट, जी भनेको ग्रे, अनि डब्लु भनेको व्हाइट। अब यिनीहरूले कसरी याद गर्ने भन्दाखेरि यो कलर कोड भयो। त्यसपछि कलर कोड भइसकेपछि त्यसमा जस्तै एउटा रेजिस्टर देखाउँछु म। त्यो रेजिस्टरमा चाहिँ के हुन्छ भन्दाखेरि यो चाहिँ एउटा रेजिस्टर भयो। यो रेजिस्टरमा अब कलर कोडहरू छ। कलर कोडहरू कस्तो छ भन्दाखेरि जस्तै एउटा यहाँ के छ भन्दाखेरि ब्राउन, ब्ल्याक र रेड छ हैन। ब्राउन, ब्ल्याक र रेड छ। तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ। यहाँ ब्राउन, ब्ल्याक, रेड र एउटा यस साइडको टोलरेन्स भन्छ। टोलरेन्स भनेको इररहरु पो। यसमा चाहिँ अब मल्टिप्लायरहरु ब्यान्डहरु हुन्छ। यसमा फर्स्ट ब्यान्ड ब्राउन भयो, सेकेन्ड ब्यान्ड ब्ल्याक भयो, र थर्ड ब्यान्ड चाहिँ हाम्रो रेड भयो, अनि अर्को टोलरेन्स फोर्थ ब्यान्ड टोलरेन्स भयो। अब यसमा चाहिँ अब हामीले फर्स्ट ब्यान्डमा चाहिँ कस्तो हुन्छ, ब्ल्याक 0 1 2 3 4 5 6 7 8 9 10 भनेपछि 1 2 3 4 5 6 7 8 9 10 भयो। त्यसपछि सेकेन्ड ब्यान्डमा पनि सिमिलरली 1 2 के हुन्छ भन्दाखेरि सेकेन्ड ब्यान्डमा पनि हाम्रो के हुन्छ भन्दाखेरि सेम 1 2 3 यस्तो हुन्छ। अनि सेकेन्ड ब्यान्डमा पनि सिमिलर 0 1 2 3 4 5 6 7 8 9 10। अहिले हामीसँग 1 2 3 वटा ब्यान्ड मात्रै छ, त्यही भएर हामीले 3 वटा। थर्ड ब्यान्ड भनेको चाहिँ हाम्रो के हुन्छ, मल्टिप्लायर हुन्छ। मल्टिप्लायर चाहिँ कसरी हुन्छ भने 1 10 हैन, 1 10 100 1000 सो अन हुन्छ है। यस्तो लेखिन, तपाईहरुले थाहा पाइहाल्नुभयो। अब भयो यसको भ्यालु कसरी पत्ता लगाउने। कलर कोड त थाहा भयो त हामीलाई, कलर कोडहरु इजी वेबाट थाहा भयो। अब यसको भ्यालु पत्ता लगाउनको लागि अब यसमा भएको पहिला कस्तो हुन्छ भन्दाखेरि लेफ्ट साइड टोलरेन्सलाई, यो टोलरेन्स छ नि, यसमा यो टोलरेन्स छ नि, जहिले पनि राइट साइडतिर राख्ने, अनि कलर कोड लेफ्टबाट गर्ने। यसमा के छ भन्दाखेरि पहिलो के छ भन्दाखेरि ब्राउन छ, त्यसपछि हाम्रो सेकेन्डमा के छ ब्ल्याक छ, र थर्डमा रेड छ। अब यसको भ्यालु पत्ता लगाउने फर्मुला के हुन्छ भन्दाखेरि a * b * 10⁻⁶ हुन्छ। a भनेको हाम्रो के भयो, ब्राउन भयो। ब्राउनको भ्यालु यहाँ कति छ हाम्रो 1 छ। कुन ब्यान्डमा छ, पहिलो ब्यान्डमा छ। पहिलो ब्यान्डमा भ्यालु कति छ हाम्रो 1 हुन्छ। इन्टु b भनेको ब्ल्याक हो। ब्ल्याक कुन ब्यान्डमा छ, 1 ब्यान्डमा छ, ट्विन ब्यान्ड। यो 1 ब्यान्डमा कति हुन्छ, 0 हुन्छ। 10 भयो। सरी, यो हामीले a * b हैन है, ab हो। a * b गरेपछि गलत हुन्छ, 0 हुन्छ नि फेरि। इन्टु 10⁻⁶ भनेको हाम्रो रेड थर्ड ब्यान्डमा छ हाम्रो। यो थर्ड ब्यान्ड भनेको मल्टिप्लायर हो हाम्रो। c भनेको हाम्रो कति छ, रेड छ। रेड भनेको हाम्रो कतिमा पर्छ, 3 मा पर्छ भने 10⁻⁴ कति हाम्रो 3 हुन्छ है। भनेपछि अब हाम्रो 3 भनेको 3टा 0 हो नि त, एउटा 2टा 3टा। सरी 2 मा हो, सरी है 2 हो यो 2, आई एम सरी 2 हो। 2टा 0 भनेपछि 100 भनेको यो 100 ओम भनेको हाम्रो के हो, 1000 ओम भनेको हाम्रो 1 किलो ओम हो। यो त्यही भएर यो हाम्रो के हो भन्दाखेरि 1 किलो ओमको रेजिस्टर हो। यसको डेफिनेसनहरु जान्न मन छ भने तिमीहरुले सिम्पली
युट्युबमा सर्च गरेर अन्य कुराहरू सजिलै छ थ्योरी पनि। यो चाहिँ भयो कलर ब्यान्डहरू। अझै पनि तपाईँहरू कन्फ्युज हुनुहुन्छ भने कन्फ्युज भएँ भनेर कमेन्टमा लेखिदिनु होला, म फेरि एउटा भिडियो बनाएर अपलोड गर्नेछु। आजको लागि धेरै धेरै धन्यवाद छ तपाईँहरूले भिडियो हेरिदिनु भएकोमा। फेरि पनि सजेसन र फिडब्याक दिन नभुल्नु होला। अझ पनि इन्स्ट्रुमेन्टहरू राम्रो भएसम्म म भिडियो क्वालिटी अझै राम्रो बनाउने प्रयास गर्नेछु। आजको लागि धन्यवाद। थ्याङ्क यू एभ्रिवान, ह्याभ अ गुड डे।